दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो डढेलोमा मृत्यु हुनेको संख्या 26 पुगेको छ। यसमा 30 जना घाइते भएका छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको छ। अधिकारीहरूले मृत्यु हुनेको अधिकांशको उमेर 60 देखि 70 वर्षको बीचमा रहेको जानकारी दिएका छन्। बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरिएको हेलिकप्टर दुर्घटना हुँदा 1 जना पाइलटको निधन भएको थियो। कम्तीमा 3 जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन्। डढेलो नियन्त्रण गर्नका लागि हजारौं अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ। डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठूलो खतरा बनेको छ। पुइसोङ शहरमा आगलागीका कारण सन् 618 मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ। यो सो प्रान्तको सबैभन्दा ठूलो मन्दिर मध्ये एक थियो। यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो। हालसम्म यो थप 6 वटा काउन्टीमा फैलिसकेको छ। तीव्र र सुक्खा हावाको कारण यो अझै फैलिरहेको छ। दक्षिण कोरियाको विपद व्यवस्थापनका प्रमुख ली हान क्युङले बिहीबार डढेलो 35,810 हेक्टरमा फैलिएको बताए। देशको इतिहासमा यो सबैभन्दा ठूलो डढेलो भएको उनले जिकिर गरे। यसअघि सन् 2000 मा लागेको डढेलोले 23,913 हेक्टर क्षेत्रमा क्षति पुर्याएको थियो। एचटीसी मिडिया, सञ्चार क्षेत्रमा नयाँ आयाम।